हेलो गाइस, नमस्कार अनि स्वागत छ मेरो मिनी ब्लगमा। आज म तपाईहरुलाई मोरङको लेटाङमा रहेको राजारानी मेलाको दृश्य देखाउँछु। आज म लेटाङ जाँदैछु। यसरी हामी यहाँ बिसाएको छौँ। माथि चढ्न निकै गाह्रो भइसकेको अवस्था छ। फाइनली गाइस हामी राजारानी पुगेका छौँ। यो मोरङको लेटाङमा रहेको छ। मा बसेर यो म भिडियो बनाइरहेको छु। देख्न सक्नुहुनेछ उतातिर भने पोखरी रहेको छ। राजारानी पोखरी रहेको छ। उता राजारानी मन्दिर रहेको छ भने यो माथि चाहिँ यो बाटोको ठ्याक्कै माथि तपाईँ हेर्नुहुन्छ भने त्यो माथि चाहिँ दिमालहरूको ग्रामथान रहेको छ। त्यो ग्रामथानमा दिमालहरूले विशेष गरी वैशाख 2 गते धुमधाम तरिकाले पूजाआजा गर्ने गरिन्छ। अनि मोरङ झापा सुनसरीमा रहेका धिमाल बस्तीहरूमा गएर पूजाआजा गरिन्छ। अनि अन्तिममा मङ्गलबारेमा रहेको 10 बिघेमा दिमालहरूको जात्री पर्व श्रीजात समाप्त हुने गर्दछ। दिमालहरू प्रकृति पूजक भएकाले अन्न बाली लगायतका सम्पूर्ण फलफुलहरू राम्रो होस् भनेर यो पूजा गरेको पाइन्छ। यहाँ देख्न सक्नुहुनेछ यो भने दिमालहरूको ग्रामथान। यसरी यहाँ देख्न सक्नुहुनेछ दिमाल ग्रामथान, दिमाल डाँडा, लेटाङ लेखिएको ठाउँ यो देख्न सक्नुहुनेछ। यसरी दिमाल समुदायले यस राजारानीलाई आफ्नो उद्गम स्थल भनेर पनि चिन्दै आइरहेका छन्। मोबाइलमा पनि चार्ज सकिसकेको छ। यहाँ अघिदेखि घुम्दा यहाँको दृश्यहरू, यहाँको प्रकृतिसँग घुलमेल हुँदा यहाँको प्रकृतिसँग रमाउँदै समय बितेको पत्तै भएन। हेर्नुहोस् न साथीहरू, के गर्ने, यस्तै हो। अब हामी यहाँदेखि लगभग जाँदैछौँ।